हेलो साथीहरू, ल यतापट्टि अगाडि देख्न सक्नुहुन्छ यो रुखभरि चाहिँ पुतली छ साथीहरू। म यो जम्मै पुतली उडाएर चाहिँ आजको भिडियोमा तपाईहरुलाई देखाउनेछु है त। ल सुरु भिडियो। एक दुई तीन ये पुतली पुतली साथीहरू, पुतली पुतली चाहिँ यो रुखभरि थियो साथीहरू। यो रुख नै खाइसकेको रहेछ। पुतली चाहिँ अलिक छुट्टै खालको थियो, अचम्म खालको। तपाईहरुलाई पुतली पनि देखाउँछु। पुतली चाहिँ यस्तो खालको थियो। यो हेर्दाखेरि पुतली जस्तो नलाग्ने, तर यस्तो मजाले उड्दिने, मजाले उडिराखेको थियो यतापट्टि। यहाँ पनि अलिकति रहेछ, यो पनि उडाएर देखाउँछु है साथी। ल यस्तो यस्तो मजाले उड्ने क्या, दामी दामी। ल ल सबै उडिसक्यो है पुतली चाहिँ। उडिसकेर पनि यहाँ बसेको छ कोही। यो धेरै चाहिँ उड्न नसक्ने खालको पुतली रहेछ, तर अलिक अचम्म खालको पुतली पनि। पुतली कता गयो, क्यामेरामै आएन कि उडिसक्यो। यहाँ चाहिँ यो साथीहरू, यही हो पुतली। यहाँ चाहिँ ल सबै उडिसक्यो। यस्तो बनाएर चाहिँ, यस्तो पल बनाएर खाइसकेको रहेछ। खाँदा खाँदै सबै पल भइसकेको। यता भन्ने यो माथि माथितिर धेर खाएको रहेछ है। पुतली चाहिँ यसरी खाँदो रहेछ। यहीँ फुल पारेको होला, यहीँ हुर्केको रहेछ, अनि यहीँ यस्तो ठुलो भएर चाहिँ खाइसकेको रहेछ। अनि सुरुमा चाहिँ यो पुतली चाहिँ यस्तो बाटो बनेको रहेछ क्या साथीहरू, यस्तो बाटो। ल साथीहरू, मेरो भिडियोलाई अन्तिमसम्म हेरिदिनु भयो, एकदमै धेरै धन्यवाद। मेरो भिडियोलाई माया गरिदिनु होला, मन पराइदिनु होला। म चाहिँ गाउँतिरको यस्तै भिडियोहरू मात्रै ल्याउने गर्दछु। र मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला, र तलपट्टि कमेन्टमा टक्क सब्सक्राइब गरिसक्नु भएको साथीहरूले आफ्नो कमेन्ट छोड्नु होला। त्यसपछि मैले पनि तपाईहरुलाई सपोर्ट गर्नेछु है त। ल बाई बाई।